हेलो नमस्ते सबैजनालाई। आज चाहिँ लसुनको अचार लिएर आएको छु मैले। यो चाहिँ तोरी, सोप, ज्वानो अनि मेथीलाई मिक्स गरेर मैले भुट्दै छु। एकछिन भुटेपछि यसलाई एकछिन यसरी भुट्नु होला। भुटेपछि चाहिँ यसलाई सबैलाई मिक्स गरेर चाहिँ यसमा अलिकति खुर्सानी, धुलो खुर्सानी अनि त्यसपछि थोरै बेसार अनि त्यसपछि थोरै नुन राख्नु होला। यसलाई पिस्नु होला, यस्तो पेस्ट बन्छ। पिसेपछि लसुनलाई चाहिँ फ्राई गर्नु होला एउटा तोरीको तेलमा, राम्रोसँग फ्राई गर्नुपर्छ। यो चाहिँ तोरीको तेल मैले ताप्केमा राखेको छु। यसलाई एकदम तातो हुने गरी धेरै तताउनु पर्छ, किनभने गन्ध आउँछ नत्र। एकदम तातो भएपछि यसमा लसुन राखेर फ्राई गर्ने। रातो रातो हुने गरी फ्राई गरिसकेपछि यसमा चाहिँ अघि पिसेको मसलाहरू सबै मोल्दिने। यसमा थोरै ज्वानो अनि सोप त्यत्तिकै नपिसिकन पनि थोरै मिक्स गरिदिने। अनि त्यसपछि सबै मसलाहरू मोलेर यसरी यसलाई चिसो बनाएर अनि सिसामा राख्नुपर्छ। सिसामा राखेर एक हप्तासम्म हामीहरूले चाहिँ घाममा राखिदिने भने खानको लागि मिठो यसरी रेडी भएर मिठो भएर बस्छ। हजुरहरू पनि ट्राई गर्नु होला है त। धन्यवाद।